म पनि भर्खरै आउँदा दाजुको क्लिप निकाल्ने भनेर बस्नु न बस्नु। गाडी चाहिँ कता पार्क गर्नुभयो दाजु? यस्तो सोच्नु गाडी कहाँ यो चाहिँ दाइको गाडी अहिले चाहिँ पुरा मैले चेतन दाजुकोमा चाहिँ बस्दाखेरि चाहिँ एकपल्ट चाहिँ राइड गरेको थिएँ राइडर गाडी टिभीएसको दाइसँग चाहिँ अहिले एकछिनमा फेरि राइड गर्छ किनदिउँ होइन अघिसम्म उता सार्थ्यो थियो अहिले त किन चाहिँ लास्ट इयरको उमा दाजु यतै हुनुहुन्थ्यो दाजु लास्ट इयर पनि यहीँ हुनुहुन्थ्यो होइन त्योभन्दा अघिल्लो सालमा चाहिँ म आएर रहेछु कि म त लास्ट इयरै आएको भन्ने जस्तो लागिरहेको अघिल्लो साल त कहाँ आइसरा त्यही त म आएन रहेछु नि त ग्याप भयो त्योभन्दा अघिल्लो साल आएको थिएँ म त त्यही होला भनेर सोचिरहेको आफ्नामा ताल परेपछि लगाउनलाई नपरे लगाउन सक्नु म बुझेन के भन्नुभयो जनाले जयन्तीलाई माला लाए मात्र माया बन्यो र होइन नि त्यो त माया त सधैँ छ नि भगवानको आशीर्वादले दियो अनि त्यही भन्दा अरू के चाहियो बुझ्यो 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 रहिजाउ तिम्रो भाइ यहाँ धेरै बोल्न लाग्यो भनौँ आज त दिदी बहिनीकै घरको त बस्ने तिमी किन आयो भन्ने हो बाफरे बाफ लो बस्ने दिदी घर केही छ रिप्लाई पटाएर बिहा गरिहालौँ मलाई फेरि भन्नु त पटाएर मलाई बिहा गर्नु नि मैले मलाई के गरी पटायो खानु यार यसले मलाई 2-4 वटा पटाइहाल्यो यार अनि तपाईँको चाहिँ बहिनीसँग मतलब अहिले मिल्यो कुरा गर्ने टाइम यति पटाएर भ्याटुट पारिहाल्छ यहाँ त पहिला कुरा भएको थिएन सबै माइतीहरु आएपछि यसले भ्याटुट पारेर ल्याइहाल्यो मलाई बाफरे यस्तो जम्मा कहिले भएन आज भयो त्यही भएर भन्ने मौका पाएँ मैले A few moments later हजुर नेपाल त्यसको लागि पनि टाइम सेड्युल बनाएको छु ठ्याक्क कहिले जाने भन्ने तपाईँ यता नभुलाउनु न यहाँ कसको छ आइफोन कसको छ ल राम्रो कसको फोनबाट ल खिच्नु पठाएको कसको फोनबाट होइन यो साइड फोटो त्यहाँबाट फोटो खिच्नु यो पनि समाति राख्नु यतिकै देख्नु